लिएको पारिश्रमिक पनि धेरै भने कि फिर्ता गर्नु अगाडिदेखि डिरेक्टर साहबको यसरी कुरा सुनिराख्दाखेरि हामीलाई अलिकति प्रिभिलेज हुन्छौँ कलाकारहरू चाहिँ इन्टरनल्ली के भइरहेछ भन्ने उहाँहरूले थाहा दिनु हुँदैन होइन लिएको पारिश्रमिक पनि धेरै भने कि फिर्ता गर्नु अगाडिदेखि कल्लीको प्रड्युसर पनि त्यहाँ हुनुहुन्छ माग्दै हुन्छ मैले पनि भेट्नु सक्यो भने सो साँच्ची नै उहाँले भने जस्तै हामीलाई साइन गराउनु भएको यो धेरै वर्ष अगाडि हो सम्भवतः लकडाउन अगाडि नै यो कुरा चाहिँ मलाई चाहिँ कुरा आएको प्रदीप भारद्वाज दाईको तर्फबाट कुरा आएको थियो उहाँले चाहिँ एउटा फिल्म छ पोटेन्सियल भएको तर त्यतिखेरसम्म मैले राजबहादुरजीलाई चाहिँ चिनाएको थिइनँ उहाँले एउटा वान लाइन सुनाउनु भयो अनि पछि गएर तिमीहरूको पारिश्रमिक बढ्न सक्छ त्यही भएर अहिलेदेखि साइन गराउँछु भनेर साइन गराउनु भएको थियो दाइले चाहिँ तर फाइनली फिल्म फ्लोरमा गइसकेपछि स्क्रिप्ट आइसकेपछि चाहिँ यो सिनेमा चाहिँ बन्नुपर्छ यो सिनेमाको स्टोरी चाहिँ देखाउनुपर्छ भन्ने लागेको हो त्यही भएर हामी दुवैजना जोडियौँ र एकदमै राम्रो एक्सपिरियन्स पनि भयो र पछिल्लो समयमा मैले यो फिल्म हेर्ने पनि मौका पाएँ विथआउट डबिङ विथआउट बिजिएम त्यो हेर्दाखेरि पनि एक किसिमको बनेको छ र मैले पर्सनली पनि मैले अरूहरूलाई भन्दाखेरि पनि एकदमै महत्त्वकाङ्क्षी चलचित्र भनेर भन्छु यो चलचित्र र यति नै भन्दै आजको उपस्थिति हजुरहरूको उपस्थितिको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु अब सुटिङको डेट पनि नजिकै छ हजुरहरूको साथ सहयोग यसरी नै मिलिरहोस् भन्ने चाहना राख्छु धन्यवाद श्रावण 23 गते मेरो बर्थडेको मन्थ हो श्रावण चाहिँ यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु